हेलो सेवा नमस्ते सबैजनामा फेरि पनि तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ। हामी चाहिँ आज बुधबारे बजार जाँदै छौं। यहाँ मेरो भदै दुईजना अनि बुइनी अनि दिदी पनि हुनुहुन्छ। जाँदै छौं है साथीहरु। तपाईहरु पनि देख्न सक्नुहुनेछ। हेर्दै जानु होला। ओके। हाम्रो कान्छी नाम के हो कान्छीको भनिदिनु? देउकी राई। क्या राम्रो नाम। यहाँ चाहिँ हाम्रो कञ्चन दिदी हुनुहुन्छ। म चाहिँ कञ्चन राई। तपाईहरुलाई पनि नमस्ते। हामी कहाँ जाँदैछौँ दिदी भन्नु? बुधबारे बजार। हामी फुपू भदै सबैजना आज चाहिँ भेटघाट भएर जाँदैछौँ। बल्ल बल्ल भेट भएको छैन। बल्ल बल्ल भेट हेर्दै जानु होला। हामी बुधबार बजार तपाईहरुलाई पनि देखाउने छौँ। यो कपाल सुकिन म त अब उतै चिम्टी किन्नु पर्यो के भएन। अस्ति चिम्टी हरायो फेरि। ए चिम्टी र रबरले चाहिँ कहिले पुग्दैन हो दिदी र मलाई चाहिँ। चिम्टी र रबरले चाहिँ कहिले पुग्दैन हो दिदी र मलाई चाहिँ। ये फंस गया सी। देखा आपने लापरवाही का नतीजा है। यो रबर पनि पड्किसकेछ मेरो। तपाईँ पनि बजार हो? के बोक्नु भयो अनि? जाँदाखेरि तपाईँ भरि झोला अनि फर्किँदा त झन् के म बोक्नुहुन्छ? डाङडुङ बन्द न यहाँ आको। टाइपिङ गर्ने अनि म्युजिक हाल्ने ब्याकग्राउन्ड साउन्ड हैन। तपाईँ देख्दैछ कि छैन हो? म त्यसले अप्ठ्यारो लाग्छ। हेर्नु नानी के हो लाली गुराँस बोटै देख्दिन। एउटा फुल फुलिरहेछ त। तपाईले चाहिँ लाली गुराँस हेर्दै हिँड्नुहुन्छ। अनि यो कहाँबाट बोट चाहिँ सानो छ फुल फुलिरहेको हो? भाइ साथीहरु हामी चाहिँ बजार आइपुग्यौँ। हाम्रो बाटो चाहिँ यस्तो छ। ए मोबाइल बनाउने होला नि त हो। ओफ गर्मी। छैन रहेछ। साथीहरु हामी चाहिँ किनमेल गरेर खाजा खाएर फर्केको। त्यसपछि यता डाँडामा आएर ग्रुप फोटो पनि खिच्यौं। यस्तै छ है हाम्रो गाउँघरको बजार चाहिँ। तपाईहरुले
हेरेर के कस्तो लाग्यो कमेन्ट गरिदिने होला। बाई बाई, थ्याङ्क यू फर वाचिङ।